तर मलाई हल्का ढुक्का बनाइरहेछ अनि के हो अब म चाहिँ सिधै पोखरादेखि काठमाडौँ चाहिँ बनाउन मन छ अनि आइम सो एक्साइटेड टु एक्सप्लोर पोखरा लेक साइड आज हामी त्यही बस्छौँ गुरुबाट बाबुहरू त्यहाँ पुगिसक्नु भयो तर म चाहिँ सक्दिनँ कस्तो छ पानी खुला रहेछ त्यो वाटरफल जस्तो माथिबाट सरेर आउँछ त पहिला त कहाँ हो त्यो बलेर आउँछ कि त्यस्तो हैन के पानी सानो छ त्यही भएर हो पानी सानो भएछ तर गहिरो होला रहेछ है Now I'm satisfied. मलाई यस्तो Baby Fall किन हाँस्नु भयो मेरो एउटा साथी हजुरको जस्तै फेस भएको हुनुहुन्थ्यो कि अनि म त उहाँ जस्तै लाग्यो क्या तपाईँको नाम के भनिदिनुहोस् त नाम पूजा तपाईँको नाम पूजा हो कहाँबाट आउनुभएको पनि दाङ तुलसीपुर कस्तो राम्रो रेस्टुरेन्ट हो है फेरि हामी एकैचोटि यो पहाडमा आइपुगेका छौँ उताबाट चाहिँ एन्ट्री रहेछ यताबाट चाहिँ एक्जिट रहेछ सो अब हामी डेभिस फल घुमेर अब बाहिर निस्किँदैछौँ कस्तो राम्रो बाबाले हेर्दै हुनुहुन्छ सो अब चाहिँ हामी चमेरी गुफा जाँदैछौँ सरी मैले गलेर चाहिँ मलाई चाहिँ हिँड्दाखेरि हल्का भिडियो पनि बनाउनु पर्छ हल्का बोल्नु पनि पर्छ नि त अनि त्यही भएर एक्लै हिँड्छ भन्नुहुन्छ तर त्यस्तो होइन फेरि हामी एन्टर भइसकेका छौँ वा तर पोखरा सबै राम्रो छ यहाँहरू चाहिँ विवाहित हुनुहुन्छ मेरो प्यारेन्ट्स ठिक कसरी भने मैले जस्तो छ चाहिँ हामी तल किन लगेर सब भक्तजनहरू हुनुहुन्छ राम्रो छ हामी डेभिस फल्स एन्ड के अरे त्यो चमेरी गुफा घुमेर आइसक्यौँ अब चाहिँ हामी काठमाडौँको यात्रामा छौँ बिहान भयो हामी सोच्यौँ स्विमिङ रहेछ कस्तो राम्रो हेर स्विमिङ हेर मजा आउँछ यो हो हाम्रो कालीगण्डकीको कुन पुल हो रे कालीगण्डकीको यो राम्रो रहेछ ए यो रामदेव पुल त गीतहरूमा एकदम पपुलर छ नि है अरू पछाडि सुत्नु भएको छ यो देख्नुभयो कि नै त्यो तिनजना जहाँ गए पनि छुट्नुहुन्न म पनि यही चाहन्छु चाहन त वेलकम टु चन्द्रगिरी गाइस टिकटक भइरहेछ मम्मीहरूको देखेँ मैले कसले किनिदियो मेरो भाइ आऊ तिमी नै हो मेरो संसार मैले यहाँ औषधि आउनु भयो आँखामा अब चाहिँ हामी केबल कारको लागि इन्ट्रान्स भइसकेका छैनौँ जस्ट हामी प्रवेश गऱ्यौँ छुट्टै छुट्टै छ यहाँ भित्र बस्ने हो
यो के बाबु केबल कार त्यो त खोजिरहेको छु कहीँ देखाएन चल के केबल कार लेखेको के किन लेख्नु पर्यो त यसले बजाएर त देखाइदिनु मैले अहिले अहिले देखिन्छ अनि बात जान्छ त यो ए हो के केबल कार सामे केबल कार केबल कार ए हो केबल कार ल केबल कार भन्दै केबल कार पैसा त्रि उरिया छ हेर्दा किनला बादल यस्तो उरिया किन हट्यो वाट हामी फाइनल्ली हाम्रो केबल कार रोकिसकेको छ ध्रुवको सपना पुरा रियाक्सन अलि बल्ल डर लाग्यो जस्तो अहिलेसम्म खुसी थिएँ अहिले अड्डियो हजुर लाइन गयो अरे डर लाग्यो अड्डे डर लाग्यो लाइन गरेर अड्डे बिचमा अड्डे के हुनु नहोस् रियाक्सन खल्दै किन खल्दा मतलब यस्तो के यता सुन्न यो अड्डेपछि यस्तो हल्लिँदैछ हल्लिने बेला डर लाग्दैछ क्या नि यस्तो हल्लिँदैछ क्या हामी चाहिँ बिचमा अड्डिएको अवस्था छ यहाँ सब भ्लगरहरू मात्र हुनुहुन्छ फेरि यहाँ सबै भ्लगर हो फेरि के भन्छ त भन्छ ल यसलाई केबल कार पनि चलाउन ल कहाँ रहेछ त्यो पनि चलाउँदा ल हुन्छ छोरा ध्रुव यहाँ त यति छ त घुम्ने केवल कारबाट झरी पनि सक्यो अब यसपछि हामी हिँड्दैछौँ अझै आधा घन्टा जति हिँड्नुपर्छ अरे मेरो सबै बोसोभरि पग्लिने भयो वाउ यहाँ सुटिङहरू हुन्छ होला क्या साइक्लिङ गर्ने होला जिप लाइन रहेछ फेरि फायरबाट थाहा पाऊँ कि मैले जिप लाइन भन्ने खोइ त कोरियाको सपना हो कि क्या ए आफ्नो विषय छ होला अल गुड इन लाइफ फेरि एकदम सेटिस्फाई मान्छे हुनुपर्छ बाबु जामिन हामी छुटिसक्यौँ अब चाहिँ मैले विशेषहरू समथिङ के ओ माथि पनि रहेछ अलिअलि कति राम्रो राम्रो है यहाँ पनि रहेछन् के एक्जाम पास ओ एक्जाम पास मम ड्याड पिस सबैको घरमा शान्ति होस् जस्तो रहेछ एभरेस्ट भ्यू पोइन्ट यहाँ चाहिँ टेम्पल रहेछ हस् तपाईँ हेर्दै गर्नु न त्यस्तै काम गरेँ हामी चाहिँ भित्र जाँदैछौँ मेरो कति राम्रो देखिन्छ इलेक्सनमा खाने कि सिखा यसलाई आइसक्रिम खुवाएर त तँलाई पनि नै तिमीहरूलाई इङ्ग्लिसै बोल्नुपर्छ है म खाँदैन आऊ हेर्न दाम देखिन्छ त्यहाँ हुनुहुन्छ बाबा मम्मी खै के गर्दा यहाँबाट हेर क्यामेरा घुमाएर हेर कि मैले बाबा मम्मीलाई देखेँ यार अनि आज चाहिँ वेदरको कारणले गर्दाखेरि चाहिँ यहाँ राम्रोसँग भ्यू देखेको छैन अनि बाबा मम्मी चाहिँ हाम्रो वेट गरिराख्नु भएको थियो विदाउट इन्फर्मिङ हामी माथि भ्यू टावरमा गएको थियौँ Happy now? We're getting back through cable car.